बत्ती जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर। कुन्ती मोक्तानको यो गीत जस्तै प्रधानमन्त्री बालेन्द्र शाह बालेन मस्त मगन हुँदै आफ्नो काममा दत्त चित्त भएर एकोहोरो लागेका देखिन्छन्। कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ भने चाहिँ प्रधानमन्त्री बालेन्द्र शाह विपक्षी विरोधीहरूको हाहा होहोलाई नजरअन्दाज गर्दै आफ्नै पार्टीभित्रका विभिन्न आक्रमणहरूलाई निस्तेज पार्दै निरन्तर देश र जनताका पक्षमा काम गर्न तल्लीन देखिन्छन्। प्रधानमन्त्री सचिवालयको एक सदस्यका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह बिहान 9 बज्दै सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालय पुग्छन्। दिनभर जसो सरकारको काम मन्त्रीहरूसँगको ब्रिफिङ र आवश्यक भेटघाट गर्छन् र साँझ 5 बजेपछि मात्रै कार्यालयदेखि बाहिरिन्छन्। बालेन शाहको यो सक्रियता र यो लगन देखेर प्रधानमन्त्री कार्यालयमा काम गर्ने सचिव कर्मचारीहरू नै चकित देखिन्छन्। दर्शकबिन, बालेन शाहको पहिलो सिद्धान्त भनेकै कुरा होइन काम गर, देश भाषणले होइन असल शासनले बन्छ। सरकार गठन भएको 78 दिन पुग्दै गर्दा बालेन सरकारले पहिलो अध्याय कानुनमा भएका त्रुटिहरू जसले विकास र कार्ययोजना सम्पन्न गर्न ढिला सुस्ती गरेको थियो त्यसलाई सुधारेर सुशासनको सुरुवात गरेको देखिन्छ। यो घरको जग जस्तै हो, बालेन सरकारले पनि देश बनाउने जग हाल्दैछ। यो बाहिर झट्ट हेर्दा केही पनि नदेखिन सक्छ, तर भविष्यमा यसले प्रतिफल र महत्त्व भनौँ न त्यसको समयले देखाउनेछ। तथापि यो अवधिमा पनि केही हुँदै नभएका भने होइनन्, केही सुधारका प्रयासहरू पनि भएका छन्। मन्त्रालय घटाउनेदेखि मन्त्रालयका आर्थिक भार कम गर्ने, कर्मचारीहरूमा देखिएको ढिला सुस्तीलाई कम गर्ने र नागरिकहरूलाई सेवा प्रवाहमा कुनै पनि सम्झौता नगर्ने नीति बालेन सरकारले अवलम्बन गरेको देखिन्छ। यसका बावजुद पनि भोलिका कारण प्रधानमन्त्री बालेन्द्र शाहमाथि विभिन्न प्रश्नहरू तेर्सिने गरेका छन्। विरोधीहरू पनि भनौँ न आलोचना गर्ने गरेका छन्। सुनमा पनि गन्ध हुन्छ, हिरा पनि कालो कोइलामा हुन्छ, औषधि पनि तितो हुन्छ। बालेन शाहको कमजोरी भनेको मिलाएर भाषण गर्न नजान्ने, बोल्न नजान्ने हो। यो बाहेक बालेन शाहको कमी भेटाउन मुस्किल पर्छ। दर्शकबिन, तर एउटा कुरा चाहिँ पक्का छ, बालेनले भ्रष्टाचार गर्दैनन्, घुस खाँदैनन्, अनियमितता गर्दैनन् र गर्न पनि दिँदैनन्। हाल देशलाई चाहिएको नेतृत्व यस्तै हो। नेतृत्व सक्षम र सचेत भयो भने तलका फोहोर महिलाहरू बिस्तारै सुधार हुँदै जान्छन्। जुन बालेन सरकार बनेको यो 78 दिनले पनि देखाएको छ। सरकारको आफ्नो हनीमुन पिरियड अझै पार गरेको छैन। अहिलेलाई मूल्याङ्कन गर्न हतार हुन सक्छ। स्वयं बालेन शाह आफै भन्ने गर्छन्, 35 वर्षमा नभएको कुरा 35 मिनटमा नखोजौँ, बिस्तारै बन्ने प्रक्रियामा छ। एउटा पिल्लरले मात्रै घर बन्ने होइन, एउटा सरकारले मात्रै पनि सिङ्गो देश कायापलट हुने होइन। सुरुवात गर्ने एउटाले हो, निरन्तरता दिने अरूले हो। फेरि देश बनाउने भन्ने कुरा चाउचाउ र चिया पकाए जस्तो पनि होइन, मिनेट भरमा हुने। बालेन सरकारले सुरुवात राम्रो गरेको छ। मन्त्रीहरूमाथि नैतिक प्रश्न उठे मात्रै पनि बर्खास्त गरिरहेको छ। बिचौलिया भ्रष्टहरूलाई ठाउँका ठाउँ अन द स्पोट कारवाही गरिरहेको छ। कर्मचारीदेखि प्रहरी समेतलाई आफ्नो अनुकूलतामा काम गर्न दिइरहेको छ। हाल सरकारलाई पुराना सत्ता र शक्तिको आडमा ठुला काण्ड घटाएर आफ्नै हात आफै जगन्नाथ गरेका पुराना शीर्ष नेताहरू जोडिएका फाइलहरू पुनः खोल्ने तयारी गरिरहेको छ।